दर्शकवृन्द नमस्कार। उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन गरिएको छ। सरकारले ६२-६३ देखि ८२-८३ सम्मका सार्वजनिक पदहरू धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी, उच्च स्तरीय कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा गठित आयोगले यस अवधिमा जिम्मेवारी सम्हालेका व्यक्तिहरूको सम्पत्ति विवरण सङ्कलन, प्रमाणीकरण, छानबिन गर्ने कार्यादेश पाएको छ। दर्शकहरू, ६२-६३ देखि ८२-८३ सम्मको सम्पत्ति जाँचबुझ आयोग सरकारले जुन गठन गरेको छ, यस विषयमा हजुरको के धारणा छ? कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र हामीलाई फलो गर्न पनि नभुल्नुहोला। नमस्कार।